पश्चिमका मान्छेहरूले त यो ठाउँमा बस्न पनि नपाउने, खान पनि नपाउने, आउन पनि नपाउने हो भने हुम्लीले बाजुरामा आउन पाउने कि नपाउने, मलाई कुटेको अवस्था मेरो छोराले सुन्यो भने के खालको अवस्था होला। म गोविन्द मल्ल हिमाली गाउँपालिकाको अध्यक्ष हो। हामी अहिले यो हिमाली गाउँपालिका वडा नम्बर 3 को गुम्मा भन्ने ठाउँमा चाहिँ आइपुगेका छौँ। यहाँ हामी हिजो पुगेका हौँ। आज बिहान हुम्लाको सिडिओ डिएसपी र बाजुराको डिएसपीसँग समेत समन्वय गरेर खारपुनाथ गाउँपालिकाको अध्यक्षसँग समन्वय गरेर उहाँको हुम्लाको मान्छेहरू यहाँ हामीहरूलाई जान नदिने, रानीसेन जान नदिने, यहाँ आउनु पनि नदिने भनेर बाटोमा लागेका छन् भन्ने कुरा सुनेपछि हामीले सबैसँग समन्वय गर्दाखेरि ती मान्छेहरू उता आफ्नो गाउँतिर गइसके, तपाईँहरू जानुहोस् भनेर सुरक्षा निकाय र त्यहाँको सम्बन्धित पालिकाको प्रमुखले भनिसकेपछि चाहिँ हामीहरू गयौँ। म त अलि पछाडि गएँ र हाम्रो टोली 20-22 जनाको टोली चाहिँ मसँगको टोली थियो। हिमाली गाउँपालिकाको केही कर्मचारी, जनप्रतिनिधि, पत्रकारहरू हुनुहुन्थ्यो। अनि हामीहरू त्यहाँ अहिले यो जानुको कारण भनेको रानीसेन पर्यटन प्रवर्धन गर्नका लागि हामी लागिराखेको हो 76 सालदेखि। अनि पटक पहिला हामी 76 सालमा गएर त्यहाँ कार्यपालिकाको मिटिङ राख्यौँ। अहिले पनि रानीसेन बस भनेर हुम्लाको त्योसँग जोडिएका सबै पालिकाहरू, हुम्लाको सिडिओ, हुम्लाको डिएसपी लगायतका मान्छेहरूलाई र बाजुरा जिल्लाका सबै पालिकाका प्रमुख, समन्वय प्रमुख लगायत जनप्रतिनिधि साथीहरूलाई हामीले त्यहाँ रानीसेनमा जाने, रानीसेन बहस गर्ने, रानीसेनलाई कसरी पर्यटकीय क्षेत्र बनाउन सकिन्छ भनेर त्यसको बहस गर्ने, सबैको सुझाव सल्लाह लिने र केही सानातिना विवादहरू छन् भने त्यो विवाद पनि समाधान कसरी गर्न सकिन्छ त्यो विषयमा पनि छलफल गर्ने भनेर हामीहरूले रानीसेन बहस गर्नुपर्छ भनेर हामीले एउटा कार्यक्रम बनाएको थियौँ। त्यसरी हामी जान लागेको। त्यही जाने सिलसिलामा धनगढी उपमहानगरपालिकाको मेयर साहबसँग समन्वय हुँदाखेरि उहाँले म पनि आउँदैछु, त्यसो भए सँगसँगै जानु पर्ला भन्ने कुरा उहाँहरूको टिमले भनेपछि अनि हामीहरू 2-4 दिन पर्खिएर उहाँहरूसँगै हामी सँगसँगै उहाँहरूको टिम पनि 30-32 जनाको टिम, उहाँहरूको त्यत्तिकै 20-25 जनाको टिम हाम्रो गरेर हामीहरू हिँड्दै थियौँ। केही गाउँका मान्छेहरू थपिएर अझै त्यसमा चाहिँ 10-15 जना मान्छेहरू अरू पनि थपिएर हामीहरू जाँदै गरेको अवस्था थियो। र यहाँ लाम्पाटा भन्ने ठाउँमा सुदूरपश्चिम प्रदेशले 40 लाख रुपियाँ चाहिँ बजेट छुट्याएर प्रहरी चौकी निर्माण भनेर त्यहाँ प्रहरी चौकी निर्माण गर्नका लागि त्यहीँकै स्थानीय मान्छे, सुदूरपश्चिम प्रदेशले बजेट हालेको, त्यहाँकै स्थानीय मान्छेले चाहिँ समिति गठन गरेर त्यहाँ भवन निर्माण गर्न लागेका रहेछन्। त्यो भवन निर्माण गर्न लागेको सिमेन्ट, सरिया, बालुवा, गिट्टी, काठ, दाउरादेखि लिएर सबै त्यो पुरै भत्काए र त्यहाँको जो हाम्रो अहिलेको जनप्रतिनिधि वडा सदस्य पेमा गारा भन्ने हुनुहुन्छ, उहाँलाई पहिला पनि मर्यो भनेर हानेर मारेर मरिसक्यो भनेर फ्याँकेको रानीसेनमा। त्यति बेला हामीले हेलिकप्टरद्वारा उद्धार गरेर बचायौँ। अहिले पनि फेरि उसैलाई, उसको घर त्यहाँ लाम्पाटामै भएको हुनाले उसलाई कुटपिट गरेर मरणान्त अवस्थामा छ। मैले बाजुराको सिडिओ, बाजुराका जनप्रतिनिधि, बाजुराको डिएसपी सबैलाई यतिसम्म कि गृह मन्त्रालयको सचिवसम्म चाहिँ 2-2 पटक फोन गरेर त्यहाँ मान्छे मर्दैछ, कम्तीमा मर्न लागेको मान्छे एउटा मानवीय हिसाबले पनि तपाईँले उद्धार गरिदिनु पर्यो भन्ने कुरा गर्दै गर्दा अहिलेसम्म निरीह भएर अझै गृह सचिवले त अहिले हाम्रो धनगढी उपमहानगरपालिकाको मेयर साहबको टोलीको मान्छेले फोन गर्दै गर्दा त्यो बाजुराको रानीसेन भनेर भनेछन्, त्यही कारणले चाहिँ हामीले त्यहाँ रोकेका हौँ भन्ने जस्तो कुरा हुम्लाको सिडिओले गैर जिम्मेवारीपूर्ण ढङ्गले भन्यो भन्ने कुरा छ। हुम्लाको होला, रानीसेन हुम्लाको भए के फरक पर्यो त? सगरमाथा त उता छ, पूर्व छ, हामी सगरमाथा जान्छौँ, मनाङ मुस्ताङ गइराखेका छौँ। अनि त्यहाँ रानीसेन हुम्लाको भएपछि हामीले जान नपाइने कस्तो खालको सिडिओ हो, कस्तो खालको डिएसपी हो? अब यहाँका जनावर जस्ता मान्छेहरू राक्षस जस्तो हिसाबले अहिले म आफै लखेटिएँ, मलाई समेत हातपात गर्ने अवस्था थियो। धन्न त्यहाँको पुलिसहरू र मेरो वरिपरिका भाइहरूले मलाई जोगाएर म चाहिँ अहिले पनि मेरो खुट्टा दुखिराखेको छ, मलाई लखेटे। मेरो पालिकाको हाकिम चाहिँ कुटियो
त्यो हाकिमको मोबाइल समेत यहाँ 8-10 मोबाइल लुटेर लगेका छन्, लाखौं रुपियाँ लुटेर लगेका छन्, अन्य अरू डोइन क्यामेरा लगायतका सम्पूर्ण सरसामानहरू लुटेर लगेका छन्। अहिले हामीले हेर्दा हेर्दै हाम्रो अगाडि मात्रै 3-4 जना मान्छे फेरि घाइते भएका छन्। यस्तो खालको भयावह स्थिति छ। त्यहाँ बाटो ब्लक गरेर सुदूरपश्चिमका मान्छेहरूले त्यहाँ चाहिँ छिर्न पाउँदैन, आउन पाउँदैन, हिँड्नु हुँदैन भन्ने खालको त्यस्तो खालको अवस्था छ। हामीहरू त्यो हाम्रो हो कि कर्सको हो भन्ने कुरा त कानुनले भन्ला, कागज प्रमाणले भन्ला, नक्साले भन्ला, त्यो सबै कुरा छँदैछ। अहिलेको 21औं शताब्दीमा यस्तो मान्छेहरू चन्द्रलोक पुग्ने बेलाको अवस्थामा यहाँ राक्षसीपन देखाएर कैलालीको मेयर साहब जस्तो मान्छेलाई उहाँको टोलीलाई समेत लखेटेर त्यहाँ जान नदिएर हामीहरू फर्किएर त्यहाँबाट बल्ल ज्यान जोगाएर चाहिँ हामीहरू फर्कियौँ। अब हामीहरू यहाँबाट गएर राज्यसँग पनि कुरा राख्छौँ, अन्य यिनीहरू पालिकाका मान्छेहरूसँग पनि, हुम्लाका पालिकाका जनप्रतिनिधिसँग पनि कुरा राख्छौँ। उहाँहरूले गर्न खोजेको कुरा के हो त्यो कुरा तपाईँ हामी सबै लागेर यो मिडियाका साथीहरूले पनि यसलाई व्यापक रूपमा उठाउन जरुरी छ। त्यो कहाँ हो के हो त्यसको पनि छिटो टुङ्गो लगाउनु पर्यो। हुम्लाको हो कि बाजुराको हो? अनि यहाँ बाजुराका मान्छेहरूले यो ठाउँमा बस्न पनि नपाउने, खान पनि नपाउने, आउन पनि नपाउने हो भने हुम्लीले बाजुरामा आउन पाउने कि नपाउने? भोलि त हाम्रा पनि भाइ छोराहरू होलान्। यो कुरा सम्झियो भने मलाई कुटेको अवस्था मेरो छोराले सुन्यो भने के खालको अवस्था होला? बाटोमा हिँड्दै गर्दा कसैसँग केही बोलेको भनेको कुरा भएको भए एउटा हुन्थ्यो। एउटा मान्छेको बस्ती जसको लाल पूर्जा छ, जोसँग पूर्जा छ, उसको आफ्नो घर छ, सारा चिज छ, त्यो घरमा समेत बस्न नपाउने गरिकन उसलाई चाहिँ लखेड्ने खालको अवस्था चाहिँ बनेको छ। उसलाई मरणान्त अवस्थामा फ्याँकिएको छ। सायद आज रातिसम्म उद्धार भएन भने त्यो मान्छे बाँच्ने अवस्था छैन। त्यो मान्छे मर्यो भने यहाँका जिम्मेवार, मैले अल्लै भर्खर बाजुराको सिडिओलाई भने नेपाली नागरिकले बाँच्न पाउने अधिकार छ। त्यो सूचना नदियो भने सूचना नदिने मान्छेलाई कारवाही हुन्छ। मैले सूचना बाजुराको सिडिओ, बाजुराको डिएसपी, यो देशको गृह मन्त्रालयको गृह सचिवलाई समेत हामीले सूचना दियौँ। अहिलेसम्म लापरवाही भएको छ। 3 दिन भइसक्यो। मान्छे अब 7 जना मात्रै बाँकी छ। 3 जना मान्छे घरभित्रै बन्दक बनाएर राखिएको छ आज 4थो दिनसम्म। हामीहरू लखेटिएपछि पनि तिनीहरूलाई उद्धार गरिदिनु पर्यो भनेर हुम्लाको इन्सपेक्टर आएको छ, उसलाई रिक्वेस्ट गर्दा पनि ती मान्छेको उद्धार हुन सकेको छैन। यदि उद्धार नभएर ती मान्छे मर्यो भने मानव अधिकारसँग चाहिँ हामीले गुहार गर्नुपर्ने अवस्था छ। यस्तो जानी थाहा पाइकन सूचना दिइकन जिल्लाको सिडिओ, डिएसपी, गृह मन्त्रालयको सचिवलाई समेत जानकारी गराउँदा उनीहरूले बेवास्ता गरेर यो वास्तै नगरेर यस्तो खालको अवस्थाको सिर्जना भएको छ। त्यहाँ आएका मान्छेहरू कहाँका हुन्? ती मान्छे राया र थालीका मान्छे हुन्। थाली भन्ने ठाउँ छ, त्यो खारपुनाथ गाउँपालिकाको वडा नम्बर 2 हो जस्तो लाग्छ, ठ्याक्कै वडा नम्बर थाहा भएन। त्यो थालीका मान्छेहरूले बढी आतंक मचाएका छन्। अनि रायाका मान्छेहरू पनि त्यहाँ सँगै, त्यो राया भन्ने एउटा गाउँ छ, त्यहाँका मान्छेहरू पनि आए। त्योभन्दा बाहेकका अहिले पनि हामीले बाटोमा 30-40 जना मान्छे त अहिले बाटोमा मात्रै भेटायौँ हामीले। अरू पालिकाका, अन्य पालिकाका मान्छेहरू पुरै जङ्गलभरि 400-500 जना मान्छेहरू जम्मा भएका छन्। त्यहाँ बाटोमा गुलेली राखेका छन्, हतियार राखेका छन्, हातमा चाहिँ लट्ठी समातेका छन्, खुकुरी समातेका छन्। त्यस्तो भयावह स्थिति छ। यो चाहिँ यो देशकै नागरिक हामीहरू नभए जस्तो खालको वातावरण बनेको छ। अहिलेको आक्रमणमा घाइते हुनुभएको को भन्ने आज तपाईँले जानकारी? अहिलेको घाइते भएको हाम्रो नर गुरुङ भन्ने हुनुहुन्छ, उहाँ चाहिँ घाइते हुनुभयो। त्यसको साथसाथै मेरो पालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई पनि कुटेका छन्, मोबाइल समेत लुट्या छन्, कुलबहादुर थापा। त्यो लगायतका 1-2 जना अरू महिलाहरूलाई पनि हातपात भयो भन्ने चाहिँ छ। म चाहिँ त्यो लखेट्ने क्रममा चाहिँ अलि अगाडि दगुरेको हुनाले धेरै मान्छेहरू अहिले भेटिँदैछन्, कोही कतै हामीहरू जम्मा हुँदैछौँ। बल्ल बल्ल अलि सुरक्षित अब बाँचिन्छ कि भन्ने ठाउँमा पुगिया छ। अवस्था चाहिँ भयावह स्थिति छ। यहाँहरू सबै मिडियाकर्मीले यसलाई व्यापक रूपमा अगाडि बढाएर सीमा विवादको कुरा चाहिँ के हो, कहिलेदेखि उठ्दै आएको, अहिले चाहिँ आज नै बढी कसरी भयो यो भनिदिनु त मजाले। यो सीमा विवाद योभन्दा अगाडि कहिले भएको पनि छैन। मैले अघि सुरुमा भने सीमा विवाद भनेको रानीसैनमा हिमाली गाउँपालिकाले 2076 सालमा कार्यपालिकाको मिटिङ गरेका छौँ। 48 जना मान्छेको उपस्थितिमा हामीले रेडियो बुढीनन्दा, रेडियो ओपी लगायतका विभिन्न सञ्चार माध्यमबाट यो देशलाई चिनाएका छौँ। यदि हुम्लाको यो रानीसेन यो एरिया हुम्लाको हो भने अहिलेसम्म किन चुप लागेर बसे उनीहरू?
त्यहाँकै त्यही जिल्लाको मान्छे पर्यटन मन्त्री बन्नुभयो, किन आवाज उठाउनु भएन रानीसेन यस्तो पर्यटकीय क्षेत्र बनाउनुपर्छ भनेर? हामीसँग सबै डकुमेन्ट छ, गुगलमा हेरे पनि भेटिन्छ। त्यहाँ लामपाटाका सबै मान्छेहरूको लाल पूर्जा छ, अनि जग्गाको नक्सा छ, अरू गुगलमा नक्सा छ, नापी नक्सा सबै छ। आफ्नो जग्गामा आफ्नो लाल पूर्जा भएको, नाम नक्सा भएको, पुर्खौँदेखि बसिआएको जमिन जग्गामा चाहिँ बस्न नपाउने, यहाँ बस्न पाउँदैन भने अहिले 15 दिने सूचना अल्टिमेटम सूचना टाँसिया छ रे, त्यो घर जमी जग्गा घर छोड्नुपर्छ भनेर। त्यसरी अहिले बढी विवाद भनेको हामीले सुनेको हो होइन, त्यो क्लियर कुरा थाहा छैन। यहाँबाट अवैध ढङ्गले जडीबुटी चाहिँ निकासी पैठारी गर्ने, विभिन्न चोरी सिकारी गर्ने, अनि त्यहाँ प्रहरी चौकी भयो भने त्यो गलत काम गर्ने बाटो रोकिन्छ भनेर यिनीहरूले बढी टार्गेट बनाएर त्यो सीमा ठाउँ गाउँ त कानुन छ, नियम छ, हामी बसौँ छलफल गरौँ। हामीले हाम्रो हो भन्ने बित्तिकै हाम्रो हुने, हुम्लाले हुम्लीको हो भन्ने बित्तिकै हुम्लाको हुने, अर्को कालीकोटले मेरो हो भन्ने बित्तिकै उसको हुने, त्यो होइन नि त। कानुन नियम छ, प्रमाणहरू छन्, जहाँ भए पनि के पर्यो, यही देशभित्रकै हो। उहाँ लिपुलेखसँग त हाम्रो हो भन्ने खालको अवस्था छैन। अनि यहाँ हुम्लाको भए के फरक पर्यो, बाजुरा भए के फरक पर्यो? जहाँको भए पनि हाम्रै ठाउँ, हुम्लाका मान्छेहरूसँग हाम्रो त्यस्तो सम्बन्ध छ, दाजुभाइ दिदीबहिनी छौँ। अहिले कसैसँग हामीले तुच्छ वचन बोलेको पनि छैन। हाम्रो तर्फबाट कहीँ कसै एक शब्द खराब बोलेको छ भनेपछि भन्नु पर्यो। अनि बाटोमा हिँड्न पाइँदैन, रानीसेन जान पाइँदैन, अर्को ठाउँ जान पाइँदैन भनेर बाटोमा यो हात हतियार सहित लखेटेर मान्छेलाई मार्ने उद्देश्यले अब पहिलो टार्गेट चाहिँ मलाई बनाएको रहेछ। अब यहाँ त्यहाँ गएका मान्छेहरूले भनिरहेछन् पहिला हिमालीको अध्यक्षलाई मार्छौँ, त्यसपछि 3 नम्बर वडा अध्यक्षलाई मार्छौँ, अनि अरू तपसिलका मान्छेहरूलाई त्योभन्दा पछि हामी ठेकछुन गर्छौँ भनेर भनिराखेका छन् भन्छन्। अब त्यो त उनीहरूले जानुन्। अब भएको कुरा त्यो हो। उनीहरूको सीमा विवाद सम्बन्धी हाम्रो त्यस्तो धेरै ठुलो केही विवाद छैन। विवाद गरेर हुने कुरा पनि होइन। हामी छलफल गर्न तयार छौँ, वार्ता गर्न तयार छौँ। तर यो अहिले यसरी यिनीहरूले गर्नुको कारण के हो? प्रदेश सरकारले पैसा हालेको छ, यहाँका उपभोक्ता समितिले के अरे भवन बनाउन हामी असुरक्षित भयौँ भनेर उहाँहरूले चाहिँ प्रहरी चौकी राखिदिनु पर्यो भनेर माग गर्नुभएको छ। प्रदेशले पैसा हालेको छ, गाउँपालिका पैसा पनि होइन। अनि उहाँहरू उपभोक्ता समितिले घर बनाउन लाग्नु भएको छ, प्रहरी चौकी पनि स्वीकृति भएको छैन। अब त्यो राज्यले गर्ने कुरा होला, जे हो कानुनी हिसाबले गर्ला। यति हो अहिले हामीले जाने बुझेको। तपाईँ हामी सबै लागेर यो गलत कुराको चाहिँ प्रचार प्रसार गरेर यिनीहरूलाई गलत काम गर्ने मान्छेहरूलाई नियन्त्रणमा ल्याएर कडा कारबाही होस्। यो खेदजनक घटना भएको छ। म यहाँको स्थानीय मान्छे हुँ। धनगढीको उपमेयर जस्तो मान्छेलाई चाहिँ त्यहाँबाट भगाएर लखेट्ने काम भएको छ। यो खेदपूर्ण छ, यो दुःखद घटना भएको छ। यसको पूर्ण कारबाही हुनुपर्छ।